ब्याटिङ लागि हल्काले कट गर्न पुगे फिल्डरको हातैबाट 1 रन दौडिकन भुर्तेलले शतक पुरा गर्न पुगे। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो शतक रहेको छ कुशल भुर्तेलबाट। ह्याशट्याग भुर्तेल लेखिदिनु कमेन्ट बक्समा। यसअगाडि उनले एक शतक लगाएका थिए जुन शतक रहेको थियो उनको एक दिवसीय तर्फको नामिबिया विरुद्ध, र आज उनले अर्को शतक लगाउनुको लागि सफल भएको र यो दोस्रो शतक रहेको कुशल भुर्तेलको। उनले 100 रन पुरा गर्न पुगे 104 बल भित्रमा र सेकेन्ड ओडिआई शतक लगाएका छन् भुर्तेलले। यसअगाडि उनले शतक नामिबिया विरुद्ध लगाएका थिए र आज पनि उनले शतक अहिले बलिङ गरिरहेका छन्। ओभरको दोस्रो बल राउन्ड द विकेटबाट आउने क्रममा ब्याटिङ लागि बायाँ हाते ईशान पाण्डे। दोस्रो बल स्विप गर्न पुगे ईशान पाण्डेले। बल स्क्वायर लेग र मिड विकेटको बीचमा गयो। बाउन्ड्री किनाराबाट फिल्डरले बललाई रोक्न पुगे। एक रन मात्र आउन पुगे। सिंगल प्राप्त गर्न पुग्यो। ओभरको यो सेकेन्ड बलमा 1 रन प्राप्त गर्न पुग्यो र 1 रनबाट स्ट्राइक र पुगे परिवर्तन र 165 मा 1 विकेट 166 मा 1 विकेट रहेको छ। थर्ड बल खेल्नको लागि भुर्तेल ब्याटिङ लागि हल्काले कट गर्न पुगे फिल्डरको हातैबाट 1 रन दौडिकन भुर्तेलले शतक पुरा गर्न पुगे। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो शतक रहेको छ कुशल भुर्तेलबाट। ह्याशट्याग भुर्तेल लेखिदिनु कमेन्ट बक्समा। यसअगाडि उनले एक शतक लगाएका थिए जुन शतक रहेको थियो उनको एक दिवसीय तर्फको नामिबिया विरुद्ध, र आज उनले अर्को शतक लगाउनुको लागि सफल भएको र यो दोस्रो शतक रहेको कुशल भुर्तेलको। उनले 100 रन पुरा गर्न पुगे 104 बल भित्रमा र सेकेन्ड ओडिआई शतक लगाएका छन् भुर्तेलले। यसअगाडि उनले शतक नामिबिया विरुद्ध लगाएका थिए र आज पनि उनले शतक युएसए विरुद्ध लगाए। T20 तर्फ एउटा शतक रहेको छ र 50 ओभर तर्फ यो दोस्रो शतक हो। एकचोटि उनी 79 मा आउट भएको थिए जिम्बाब्वे विरुद्ध। त्यो पनि शतकको नजिक थियो तर आज शतक पुरा गर्न पुगे भुर्तेलले। ह्याशट्याग सबैले